नमस्कार, म चाहिँ आज रिसिङ गाउँपालिका तनहुँ जिल्लाको रिसिङ गाउँपालिका वडा नम्बर 8 पर पारीदेखि चाहिँ घिरिङ गाउँपालिका। हामी हिजो घिरिङ गाउँपालिका आएर बसेको थियौँ हाम्रो देवसर्कमा। अनि बिहान हामी खाजा खाएर त्यहाँबाट लगभग 2.5 घन्टाको यात्रापछि चाहिँ अहिले रिसिङ गाउँपालिकाको माथि भ्यू टावरमा छौँ। यहाँको गाउँ बस्तीहरू चाहिँ एकदमै रमाइलो, मजाले हावा चल्ने, हरियाली, खेतीपाती भएको जमिन, अनि गाउँ बस्ती टाढा टाढा भए पनि मान्छेहरूको बस्ती राम्रो देखियो। अनि ठाउँ ठाउँमा चाहिँ राम्रो राम्रो चौताराहरू, अनि पानीको चाहिँ अलिकति अभाव रहेछ, माथि डाँडामा भएर होला लिफ्टिङ गरेर चलाइरहनु भएको रहेछ। अनि एकदम मनमोहक ठाउँ, जतापट्टि हेर्दा पनि सबैतिर देखिने, चारैतिर डाँडाहरू देखिने। यो चाहिँ यहाँ नजिक एउटा टावर पनि रहेछ। अनि आज हामी यहाँ छौँ। आज बेलुका चाहिँ हाम्रो देवसर्कमै बसेर भोलि चाहिँ हामी पोखरा हुँदै पर्सि चितवन पुग्ने हाम्रो योजना छ। चितवनमा हाम्रो सुनिल भाइलाई भेट्न आउँदैछ चितवनमा।